मेरो जस्तो बुढा चाहिँ सबैको भरोसा बुढीले खाओस् कि नखाओस् आफू मस्त बसेर बुढीले 1 महिना मासु माछा खाएन भनेपछि त आफूले नि कोसिस गर्नु कि आफै पकाएर खानु नै तैँले पकाएको खानु पर्यो मैले चाहिँ खानै पर्यो त नखान त्यस्तो होइन अनि त्यस पछाडि फेरि अगाडि बसेर खाने हो ड्याम्की ड्याम 1 घन्टा बढी भयो होइन मजाले खाइराख्नु भएको छ अझै सक्या छैन चित्त बुझे छैन त्यो टी सर्ट किन निकाल्यो भने थाहा छ टी सर्ट किन निकाल्दा थाहा छ तपाईँलाई पनि थाहा छैन होला होइन त्यो टी सर्ट टाइट थियो कि अनि तपाईँको पेटलाई त्यो दुख्छ भनेर निकाल्यो यहाँ कटु खोल्न मात्रै कटु नि खोले बसेँ म त के भएर त त्यो चोथाले अनि तेरो व्रत छ भनेर कि त अनि मेरो छेउमा किन आएको त माछा खाँदै गर्दा ल म कहाँ जाउँ त म कहाँ जाउँ किचनमा गएर खानु नि तपाईँ चाहिँ भात किचनमा कोठामा आएर खान्छ तैँले देख्छ भनेर नखानु जानु मैले ल्याइदिएँ भात अचम्म मैले बनाइदिएको माछामा काँडा रहेछ माछामा काँडा नभएको त गड्यौला खाए मात्रै त हो नि अब काँडा भए माछा चिप्ली किरा गड्यौला यस्तो खाए मात्रै त हो नि अब अचम्म भाइ लु माथि लानु भाडा अब चाहिँ म सक्दैन भाडा लाने माझ्ने राख्ने मैले नि सुनेन केही पनि